पाटनको पहिलो अस्पताल शान्त भवन। पाटनको पहिलो अस्पताल भनेकै विक्रम सम्वत 2013 सालमा स्थापना भएको शान्त भवन अस्पताल हो। शान्त शमशेरको भवनमा सञ्चालन भएकोले यसलाई शान्त भवन भनिन्थ्यो। पछि विक्रम सम्वत 2039 सालमा लगनखेलमा नयाँ भवन बनेपछि यही अस्पताल पाटन अस्पताल बन्यो। आज जहाँ विशाल अस्पताल छ, कुनै बेला त्यहाँ धान फल्ने फाँट थियो। अस्पताल बनाउन जग्गा अधिग्रहण गर्दा बिचमा एउटी वृद्ध महिलाको सानो छाप्रो मात्रै बाँकी रहेको र उहाँले आफ्नो वासस्थान छोड्न नमानेको कथा अहिले पनि पुराना मानिसहरूले सम्झन्छन्। शान्त भवन खोलेको बेला एलोपेथिक उपचारप्रति धेरैको विश्वास थिएन। पाटनमा एउटा हल्ला नै थियो, बिरामले शान्त भवन अस्पताल लग्यो भने रगत निकाल्छ, इन्जेक्सन दिएर मार्छ। यस्तो निराधार हल्लाका कारण धेरै मानिस अस्पताल जान डराउँथे। मेरो पनि शान्त भवनसँग बाल्यकालको सम्झना जोडिएको छ। विक्रम सम्वत 2035-36 सालतिर बुबाको खुट्टा भाँचिएपछि त्यही प्लास्टर गरिएको थियो। प्लास्टर काट्ने दिन सूर्यग्रहण लागेर दिउँसै अँध्यारो भएको थियो। घर फर्काउँदा अस्पतालका एकजना पिउनले बुबालाई घरसम्म पुर्याइदिनु भएको सम्झना आज पनि ताजा छ। केही दिन अघि फेसबुकमा पाटना अस्पतालको टिकट लिन लागेको लामो लाइनको भिडियो देखेँ। त्यो दृश्यले करिब 40 वर्ष अघिको सम्झना दिलायो। झाडोको बिहान 4 बजे नै माकल टोपी लगाएर लाइन बस्न जान्थ्यौँ, तर टिकट बाँड्ने आउने मान्छे पनि 7 बजेपछि मात्र आउँथे। समय बदल्यो, अस्पताल बदल्यो, तर बिरामीको भिड भने उस्तै छ। इतिहास सम्झना एउटा प्रश्न उठ्छ, सुविधा बढ्यो तर सेवाको गुणस्तर पनि त्यतिकै बढ्यो त?